So welcome back guys, another new legend vlog ma. Yo रहेछ metro station को This train is for and as is here. The next station is so luggage. Passengers are reminded not to leave their belongings unattended. यताबाट छ गाइज हैन यो टेम्पल रन ठ्याक्कै यो कस्तो देखिन्छ भन्नुपर्छ नि गाइज हैन टेम्पल रनमा हामी जसरी खेल्छौँ नि त्यसरी ठ्याक्कै देखिन्छ के जसले हैन अब टेम्पल रन खेल्नु भएको उहाँहरुलाई थाहा नै होला यस्तो खालको भ्यू हैन सो हेर्न सक्नुहुन्छ है सो गाइज हैन आज ब्लगमा एकदम रमाइलो हुनेछ किन भन्दाखेरि सीमा जाँदैछु आज पहिले काठमाडौँ गर्दाखेरि चाहिँ भाइलाई हेर्न भाइ साथै त्यसको पानी अल्को भ्यू तपाईँलाई देखाउँछु सो यो ब्लगलाई मस्तो हेर्नु मजा आउँछ है रमाइलो हुनेछ यो लागि सो दाजै टेम्पल रन मजा आउने र गाइज पऱ्यो एउटा काम है मैले काहीँतिर निस्किँदैछु भनौँ न र सो यहाँबाट यो भ्यूको मजा लिनु मलाई एकदम राम्रो लाग्छ मलाई चाहिँ ठ्याक्कै कर्निसको मेट्रो स्टेसनबाट निस्केपछि देखिने भ्यू कस्तो हुन्छ भन्दाखेरि गाइज हैन यु क्यान सी यस्तो दामी भ्यू देखिन्छ नि यो पुऱ्याएको छ कर्निस चाहिँ क्या एउटा परपट्टि रहेछ गाइज हैन फ्री बस हैन जहाँ चाहिँ म फ्री बस चढ्छु पहिला किन भन्दाखेरि गाइज हैन मेट्रोमा हिँड्नुको फाइदा एउटा के हुन्छ भन्दाखेरि फ्री बस चढ्नु पाउनुहुन्छ होइन फ्रीमा बस एभाइलेबल हुन्छ कतारमा चाहिँ यो कुरा चाहिँ एकदम मलाई राम्रो लाग्छ किन भन्दाखेरि गाइज हैन तर एउटा कुरा चाहिँ के गाह्रो लाग्छ भने सबै ठाउँमा होइन एभाइलेबल हुँदैन फ्री बस तर त्यस म्याक्सिमम ठाउँमा होइन फ्री बस एभाइलेबल हुन्छ त्यसले चाहिँ भिड राम्रो हुन्छ र यो भ्यू रहेको छ कर्निसको पार्क भइगयो है सो गाइज मैले आइसकेँ होइन यो रहेछ लुसेल मेट्रो स्टेसन र अहिले म आइसकेँ लुसेल मेट्रो स्टेसन सो यो रहेछ स्टेडियम र यतापट्टि रहेछ सो गाइज फाइनली आइसकेँ म होइन लुसेल मेट्रो स्टेसन यहाँबाट अल्खोर जानुपर्छ र यहाँबाट देखिने दामी भ्यू अब बस आउनलाई ठ्याक्कै 2 मिनट बाँकी छ सो लेट्स हेरौँ अब बस पनि चढ्नु पाइन्छ कि पाइँदैन र गाइज यो हेर्न सक्नुहुन्छ होइन यो रहेको छ होइन कतारमा फ्री बस जुन चाहिँ लमसम धेरै जस्तो म्याक्सिमम ठाउँहरूमा फ्री बसको सेवा लिन सक्नुहुन्छ है र फ्री बस कसरी चिन्ने भन्दाखेरि यो रेड कलरको देखिन्छ होइन यो सब मेट्रो लिङ्क बस हो जुनमा रेड कलरले पेन्ट भएको छ सो यस्तै सेम टु सेम देखिने फेरि ग्रिन त्यो चाहिँ फेरि मेट्रो लिङ्क बस भने त्यो फ्री त्यसको होइन गाइज त्यसको पैसा लाग्छ तर यो चाहिँ फ्री हो जस कतारमा यसको यो फ्री बसको पनि फाइदा लिन सक्नुहुन्छ जुन चाहिँ म लिन्छु बेला बेलामा है सो अहिले चाहिँ सङ्ग्स प्ले गर्नुभन्दा होइन राम्रो के भन्दाखेरि यो रहेछ अनुसार ग्यालेरी होइन र गाइज मलाई एउटा खासमा गाह्रो किन लाग्यो मैले भ्लग किन सुट गरिरहेको छैन भन्नुपर्दाखेरि म बाटोमा आउँदाखेरि चाहिँ एक त मेरो ब्याग होइन ब्यागले गर्दा गाह्रो गरेर किन भन्दाखेरि चाहिँ म अहिले गएर एउटा भाइकोमा
र भाइलाई चाहिँ पहिला सामान दिन्छु किनभने सामान फेरि भइसक्यो जसले गर्दा मलाई गाह्रो भइरहेछ किनभने म बोलाउन पनि मलाई आएको छैन जस फाइनली म आइसकेँ अहिले अल्फोर सो भाइलाई भेट्नेले चाहिँ के कस्तो सुनाउँदै चाहिँ अहिले सङ्ग्स प्ले गरेर चाहिँ धेरै रमाइलो लागिरहेको छ सो गाइस भन्नुपर्दाखेरि चाहिँ धेरै कुरा मनमा छ अहिले धेरै कुरा मनमा लागिरहेको छ धेरै कुरा भन्न मन लागिरहेको छ अहिले मलाई तर अहिले म भन्न सकिरहेको छैन किन भन्दाखेरि गाइस आफैलाई धेरै नै रमाइलो लागिरहेको छ र रमाइलो लागेको बेला धेरै कुरा भन्न मन लाग्छ तर भनिँदैन तर म अहिले आइसकेको फाइनली होइन अल्फोरमा र अल्फोरको यो ठाउँमा म अहिले एक्लै छु म जाँदैछु कहाँ भन्दाखेरि सफारी मल सफारी हाइपर मार्केट जुन चाहिँ अल्फोरमा रहेको छ एउटा भाइलाई भेट्नको लागि खासमा भाइलाई भेट्नको लागि आएको थिएँ तर खासमा गाई छैन खासमा गाई भन्यो भने चाहिँ म दिउँसै आउनुपर्ने रहेछ क्या किन भन्दाखेरि जुन भ्यू छ नि यहाँको अहिले र जुन अहिलेको वेदर छ नि कतारको वेदर बेस्ट वेदर अहिले हुन्छ यति बेलाको समयमा एकदम दामी भ्यू र दामी वेदर दामी मौसमको साथमा रमाइलो हुन्छ र अहिले म बिच बाटोमा हिँड्दैछु अब यताबाट क्यान्सी होइन तर बिच बाटोबाट हिँडिराख्दाखेरि गाइस होइन हुन त खासमा बाटो हिँड्ने बाटो नै हो जसले गर्दा चाहिँ हिँड्दैछु नत्र हेर न गाइस खासमा मैले चाहिँ बाटो क्रस गरेको 200 फाइन पनि पे गरेको छैन जुन चाहिँ अहिले पे गरिसकेको छैन जुन चाहिँ मैले फाइन भर्नुपर्ने बाँकी नै छ कतारको अवस्था कस्तो छ भन्दाखेरि गाइस होइन कतारमा चाहिँ जहाँ पाए त्यहीबाट बाटो पनि काट्न पाइँदैन होइन फेरि पुलिसले पनि के भन्दैन होइन बाटो काटेको छ भने सिधै आउने होइन लिने हो डाइरेक्ट अन द स्पोट फाइन आइहाल्ने हो क्या त्यो दायाँ बायाँ कुरा गर्ने हुँदैन क्या मैले मेरो एक्सपिरियन्स सेयर गरेको आएछ किन भन्दाखेरि चाहिँ मैले पनि मेरो 200 को चुना लाग्यो र फाइन मैले 200 पे गरेको छु सो अहिले म हिँड्दैछु कहाँ भन्नुपर्दाखेरि चाहिँ हुनु त यहाँबाट अलि हिँड्दै गर्दाखेरि चाहिँ थाहा छ नि यहाँ भिडियो कम चाहिन्छ सोलाई चाहिँ के हुन्छ यो रहेछ होइन सफारी मल ट्याक्कै सफारी हाइपर मार्केट बसमा होइन र बसमा छोडेर यहाँको बसको र गाइस मैले लाइफमा फर्स्ट टाइम मैले यस्तो बस देखेको छु कस्तो छ भन्दाखेरि बिहान सिकाइछ होइन डबल बस डबल बस छ डबल बस भन्नाले कस्तो प्रकारले एउटा अगाडि छ एउटा पछाडि छ बिचमा यस्तो घुम्ने खालको छ नि दामी छ चाहिँ मैले फर्स्ट टाइम आज छोडेको यो गाई यति लामो बस अहिले बजिसक्यो बेलुकाको 10 र 10 बजेको भ्यू यो रहेको छ मेट्रो यतापट्टि मेट्रो स्टेसन र यो स्टेडियम